यहाँहरु समक्ष म आज एउटा रम्बास कविता लिएर उपस्थित भएको छु। नेपाली साहित्यको कविता क्षेत्रमा विगत केही समय यता विभिन्न उपविधाहरूको प्रयोग हुँदै आइरहेको छ र तीमध्ये एउटा उपविधाको रूपमा निकै लोकप्रिय उपविधाको रूपमा रम्बास कवितालाई पनि लिने गरिएको छ। यो रम्बास कविता सम्बन्धी एउटा सानो परिचय म यहाँ समक्ष राख्न चाहे। रम्बास कविता एउटा यस्तो कविता हो जुन ज्यामितिको रोम्बस RHOMBUS रोम्बस जसको अर्थ हुन्छ चारवटी भुजा बराबर भएको आकृति र यो रम्बास कविता पनि त्यो रोम्बस आकारकै भएको हुनाले यसलाई रम्बास भनेर नामाकरण गरिएको छ। यो कविता एक अक्षरबाट सुरु हुन्छ। भन्नुको अर्थ यसको पहिलो पंक्ति एक अक्षरको मात्र हुन्छ, त्यसपछि दोस्रो पंक्ति 2 अक्षरको, तेस्रो 3 अक्षरको, चौथो 4 अक्षरको गर्दै यसैगरी 10औं पंक्तिसम्म पुग्दा 10औं पंक्तिमा 10 वटा मात्र अक्षर हुन्छन् र 11औं पंक्तिबाट अक्षर संख्या क्रमशः घट्न थाल्छ। अर्थात् 9, 8, 7, 6, 5, 4, 3, 2 हुँदै एक अक्षरमा गएर यो कविता टुङ्गिन्छ र यो कवितामा जम्मा जम्मी 19 वटा हरफ हुन्छन् वा 19 वटा पंक्ति हुन्छन् र यो कवितामा 100 वटा मात्र अक्षर हुन्छन्। 99 पनि हुँदैनन्, 101 पनि हुँदैन। र यो कविता जुन मैले आज प्रस्तुत गर्न गइरहेको छु, यो कविता नेपालको समसामयिक राजनैतिक अवस्थासँग सम्बन्धित छ वा भनौँ राजनीतिकलाई छोएको छ। र यो कविताको शीर्षक छ भुइँ मान्छे। कविता यस प्रकार छ। ऊ देख्छ सपना, ऊ देख्छ सपना समृद्धिको, ऊ देख्छ सपना समृद्धिको सुशासनको। यो देशको हाल भएको छ बेहाल, यो देशको हाल भएको छ बेहाल। थाहा छैन उसलाई, थाहा छैन उसलाई सबै गर्न खोज्छन् रजाई। थाहा छैन उसलाई सबै गर्न खोज्छन् रजाई। जनतालाई उल्लु बनाई नचाहिँदो आश देखाई। सिद्ध्याइसके यो देश, सिद्ध्याइसके यो देश बुझ्दैन परिवेश। रहन्जेल सास गर्दछ आश, रहन्जेल सास गर्दछ आश। भुइँ मान्छे बिचरा गरोस् के। धन्यवाद।